सम्पूर्ण साथीहरुलाई नमस्ते। आज पनि हामी नयाँ प्रस्तुति लिएर तपाईहरुमाझ आएका छौं। आजको प्रस्तुति रहनेछ बैंकिङ परीक्षामा सोधिने लेखाविधि अकाउन्टिङ सम्बन्धी महत्त्वपूर्ण बहुवैकल्पिक प्रश्न उत्तर, आउँदै गरेको कृषि विकास बैंकको परीक्षा लगायत अन्य परीक्षाहरू, राष्ट्रिय वाणिज्य बैंक, त्यसैगरी नेपाल राष्ट्र बैंकको परीक्षाहरूमा पनि एकाउन्टिङबाट निश्चित मार्क्सको अङ्कको चाहिँ सोध्ने गरिन्छ, प्रश्नहरू सोध्ने गरिन्छ। ती अङ्कहरूलाई कभरेज गर्ने गरी आज मैले एकाउन्टिङका प्रश्नहरू लिएर आएको छु। यो प्रश्नहरूमा हामी अगाडि बढौँ है त। यसैगरी म पहिलोचोटि हजुरहरूलाई यो पूर्व योग्यता परीक्षामा कसरी चाहिँ डिजाइन गरिएको छ, कसरी सिलेबस डिजाइन गरिएको छ, अकाउन्टिङबाट कति क्वेसन आउँछ भन्ने विषयमा चाहिँ यहाँ जानकारी गराउने यो स्लाइड तयार गरेको छु। यो हेर्नु होला। यसमा चाहिँ पूर्व योग्यता परीक्षा प्रिलिमिनरी एक्जामिनेसन भनेर 100 मार्क्सको रहेको छ, जसमध्ये व्यवस्थापन लेखा र अर्थशास्त्रमा 30 पूर्णाङ्क, जहाँ चाहिँ 15वटा क्वेसन सोध्ने गरिन्छ। एउटा क्वेसन बराबर 2 अङ्क रहन्छ भने कृषि विकास बैंक र बैंक सम्बन्धी 30वटा क्वेसन सोधिन्छ। 30 नम्बरको क्वेसन सोधिन्छ, जहाँ चाहिँ 15वटा क्वेसन 2 मार्क्सको दरले चाहिँ 30 नम्बरको क्वेसन सोधिन्छ। गणित 10 मार्क्सको, त्यसैगरी कम्प्युटर 10 मार्क्सको र सामान्य ज्ञान 20 मार्क्स गरी टोटल 100 मार्क्सको चाहिँ एमसीक्यू बहुवैकल्पिक प्रश्न उत्तरहरू सोध्ने गरिन्छ, जसको 45 मिनट समय रहन्छ। र यसैगरी हामीले सबैभन्दा बढी वेटेज भनेको अकाउन्टिङ म्यानेजमेन्ट र इकोनोमिक्स रहेको पनि हामी देख्न सक्छौँ। त्यसैले गर्दाखेरि अकाउन्टिङ एकदमै महत्त्वपूर्ण कुराहरू छ। यसमा चाहिँ हामीले 11-12 देखि पढ्दै आएको अकाउन्टिङभित्रबाट विभिन्न खालका क्वेसनहरू उसले डिजाइन गरेर चाहिँ लोकसेवाले सोध्ने गर्दछ। यस डिजाइन अनुसार चाहिँ मैले अङ्ग्रेजी माध्यमबाट चाहिँ क्वेसनहरू तयार गरेको छु र यसलाई म नेपालीमा डेफिनेसन र नेपालीमा डेस्क्राइब पनि गर्नेछु र हजुरहरूले यसबाट महत्त्वपूर्ण प्रश्न उत्तरहरू यहाँ रहेका छन्। यसबाट धेरै नै लाभ लिन सक्नुहुन्छ। लागौँ अब प्रश्न उत्तरतर्फ। पहिलो प्रश्न रहेको छ, डिक्रिज इन द एमाउन्ट अफ द क्रेडिटर रिजल्ट्स इन। यदि क्रेडिटरको एमाउन्ट डिक्रिज भयो भने यसले केलाई असर पार्छ भनेर भनिएको छ। यसमा चाहिँ 4वटा विकल्पहरू दिएको छ, जसमा चाहिँ इन्क्रिज इन एसेट बढ्छ, इन्क्रिज इन क्यास बढ्छ, डिक्रिज इन क्यास घट्छ, नो चेन्ज इन एसेट, कुनै पनि एसेटमा कुनै पनि किसिमको परिवर्तन हुँदैन भनिएको छ। यो चाहिँ विशेष गरी क्यास फ्लोसँग रिलेटेड हुन्छ। त्यसैले गर्दाखेरि साथीहरू यसको सही उत्तर के हो गेस गर्नु होला। यसको सही उत्तर रहेको छ हाम्रो सी नम्बरको, डिक्रिज इन क्यास चाहिँ घट्ने गर्छ। क्रेडिटर डिक्रिज भयो भने यसले चाहिँ क्यासलाई चाहिँ घटाउने गर्दछ। यसको सही उत्तर रहेको छ डिक्रिज इन क्यास। नेक्स्ट क्वेसनमा हामी जाउँ। दोस्रो नम्बर क्वेसन छ, विच अफ द फलोइङ इज एन एकाउन्टिङ इक्वेसन। एकाउन्टिङ इक्वेसन कुन हो अरे? यो तलका मध्ये एकाउन्टिङ इक्वेसन कुन हो भनेर सोधिएको छ। यसका विकल्पहरूमा हामीले 4वटा विकल्पहरू यसरी प्रस्तुत गर्छौँ। क्यापिटल इक्वल्स टु एसेट प्लस लाइबिलिटिज, बी क्यापिटल इक्वल्स टु एसेट माइनस लाइबिलिटिज, सी एसेट इक्वल्स टु लाइबिलिटिज माइनस क्यापिटल, डी लाइबिलिटिज इक्वल्स टु एसेट प्लस क्यापिटल। यसका 4वटा अप्सनमध्ये सबैभन्दा उपयुक्त अप्सन के हुन्छ साथीहरू? हजुरहरू गेस गर्नु होला। यसको सही उत्तर रहेको छ बी क्यापिटल इक्वल्स टु एसेट माइनस लाइबिलिटिज। एसेटबाट लाइबिलिटिज घटायो भने क्यापिटल आउँछ। त्यसैले गर्दाखेरि यो इक्वेसन चाहिँ सही रहेको छ भनेर भनिएको छ। त्यसैगरी तेस्रो नम्बरको क्वेसन छ, जहाँ चाहिँ बिल्स रेसिभेबल बुक इज द पार्ट अफ। बिल्स रेसिभेबलको बुक के को पार्ट हो? कुन कुराको चाहिँ पार्ट चाहिँ बिल्स रेसिभेबल बुक्स हुने गर्दछ? क्यास बुक्स हुन्छ, त्यसैगरी हामीले सेल्स बुक छ, पर्चेज बुक छ, त्यसैगरी बिल्स रेसिभेबल बुक चाहिँ के को पार्ट हुन्छ? यसको 4वटा अप्सनहरू हामी यहाँ प्रस्तुत गर्नेछौँ, जहाँ चाहिँ ए जर्नलको पार्ट, बी लेजरको पार्ट, सी प्रॉफिट एन्ड लस एकाउन्टको पार्ट, डी ब्यालेन्स सिटको पार्ट। यी 4वटा मध्ये सही विकल्प के हुन्छ साथीहरू? हजुरहरू गेस गर्नु होला। जहाँ चाहिँ यसको सही उत्तर रहेको छ ए जर्नलको बुक। यो चाहिँ जर्नल बुक अन्तर्गत पर्दछ। जर्नल अन्तर्गत चाहिँ बिल्स रेसिभेबल बुक पर्दछ। त्यसैगरी नेक्स्ट क्वेसनमा हामी जाउँ। विच अफ द फलोइङ इज करेक्ट। तलका मध्ये कुन चाहिँ सही छ भनेर भनेको छ, जहाँ चाहिँ 4वटा अप्सन, ए कस्ट अफ गुड्स सोल्ड माइनस ओपनिङ स्टक प्लस पर्चेज इक्वल्स टु क्लोजिङ स्टक, बी पर्चेज प्लस कस्ट अफ गुड्स सोल्ड माइनस ओपनिङ स्टक इज इक्वल्स टु क्लोजिङ स्टक, कस्ट अफ गुड्स सोल्ड प्लस क्लोजिङ स्टक माइनस ओपनिङ स्टक इक्वल्स टु पर्चेज, ओपनिङ स्टक प्लस क्लोजिङ स्टक माइनस पर्चेज इक्वल्स टु कस्ट अफ गुड्स सोल्ड। यी 4वटा मध्ये सही अप्सन कुन हो साथीहरू? सही कुरा कुन हो?
जसमध्ये 3वटा गलत हुन्छ, एउटा सही हुन्छ। यसको सही उत्तर रहेको छ सी नम्बर, कस्ट अफ गुड्स सोल्ड प्लस क्लोजिङ स्टक माइनस ओपनिङ स्टक इक्वल्स टु पर्चेज हुने गर्दछ। यसको सही उत्तर रहेको छ सी। यसै गरी नेक्स्ट क्वेसनमा हामी लाग्छौँ क्यापिटल एक्सपेन्डिचर आर सोन इन। क्यापिटल एक्सपेन्डिचरहरू कहाँ देखिन्छ, पुँजीगत खर्च चाहिँ कुन लेखाविधिको कहाँ देखिन्छ, कहाँ प्रस्तुत गरिन्छ भनेर सोधिएको छ, जसको 4वटा अप्सन रहेको छ। ए ब्यालेन्स सिट, बी प्रॉफिट एन्ड लस एकाउन्ट, सी ट्रेडिङ एकाउन्ट, डी म्यानुफ्याक्चरिङ एकाउन्ट। यो 4वटा एकाउन्टमध्ये कुन एकाउन्टमा चाहिँ क्यापिटल एक्सपेन्डिचर देखिन्छ भनेर सोधिएको छ। यसको सही उत्तर रहेको छ साथीहरू, गेस गर्नु होला यसको सही उत्तर के हुनेछ। यसको सही उत्तर रहेको छ ए ब्यालेन्स सिट। यो ब्यालेन्स सिटमा देखिन्छ। प्राय क्यापिटल एक्सपेन्डिचरहरू सबै नै सधैँ नै ब्यालेन्स सिटभित्र देखिने गर्दछ। यसै गरी नेक्स्ट क्वेसनमा हामी जान्छौँ इम्पोर्ट ड्युटी अफ द र मेटेरियल पर्चेज इज अ। र मेटेरियल पर्चेज गर्दाखेरि लाग्ने इम्पोर्ट ड्युटी चाहिँ के हो भनेर भनिएको छ, जसमा 4वटा अप्सनहरू यस प्रकार रहेका छन्। ए रेभेन्यू एक्सपेन्डिचर, बी क्यापिटल एक्सपेन्डिचर, सी डिफर्ड रेभेन्यू एक्सपेन्डिचर, डीमा नन अफ एबभ। एउटा रेभेन्यू एक्सपेन्डिचर होइन, जहाँ चाहिँ आयगत खर्च, पुँजीगत खर्च र डिफर्ड रेभेन्यू एक्सपेन्डिचर र नन अफ एबभ भनेको कुनै पनि होइन भनेको छ। यसको सही उत्तर रहेको छ साथीहरू, गेस गर्नु होला यसको सही उत्तर के हुनेछ। हजुरहरू गेस गर्नु होला, एकछिन गेस गर्ने समय पनि म दिन्छु। यसको सही उत्तर रहेको छ ए रेभेन्यू एक्सपेन्डिचर। यो चाहिँ आयगत खर्च अन्तर्गत पर्दछ। नेक्स्ट क्वेसनमा जाउँ साथीहरू। गुड्स टेकन फ्रम द बिजनेस फर द पर्सनल युज बाई द प्रोप्राइटर सुड बी क्रेडिटेड टु। यदि प्रोप्राइटरले पर्सनल युजको लागि चाहिँ बिजनेसबाट आफ्नो सामानहरू आफ्नो व्यक्तिगत पर्पसको लागि लियो भने यस्तो अवस्थामा के कुरा चाहिँ क्रेडिट हुने गर्दछ। डेबिट क्रेडिट हामीले जर्नल बनाएको हुन्छ, त्यो जर्नलमा चाहिँ क्रेडिट के हुनेछ भनेर सोधिएको छ, जसको 4वटा अप्सन यस प्रकार रहेको छ। ए ड्रइङ एकाउन्ट, बी क्यापिटल एकाउन्ट, सी सेल्स एकाउन्ट, डी पर्चेज एकाउन्ट। यो 4वटा एकाउन्टमा चाहिँ मध्ये कुन चाहिँ एकाउन्ट चाहिँ हामीले क्रेडिट गर्छौँ भनेर सोधिएको छ साथीहरू। तपाईँहरूले अवश्य पनि जर्नल गर्नुभएकै होला। यो जर्नल गर्दाखेरि यो 4वटा मध्ये कुन चाहिँ क्रेडिट हुन्छ त्यो हजुरहरूले गेस गर्नु होला है त। यसको सही उत्तर रहेको छ डी पर्चेज एकाउन्ट। हामीले पर्चेज एकाउन्टलाई चाहिँ क्रेडिट गर्ने गर्दछौँ। अब नेक्स्ट क्वेसनतिर लागौँ। अ क्यास बुक विथ डिस्काउन्ट एन्ड ब्याङ्क कोलम इज कल्ड एज। अ क्यास बुक विथ ब्याङ्क एन्ड डिस्काउन्ट कोलम, क्यास बुक सँगसँगै डिस्काउन्ट र ब्याङ्क कोलम राखिएको क्यास बुकलाई हामी के भन्छौँ। सिङ्गल कोलम क्यास बुक, 2 कोलम क्यास बुक, 3 कोलम क्यास बुक र पेटी क्यास बुक। यसको सही उत्तर रहेको छ साथीहरू सी 3 कोलम क्यास बुक हुने गर्दछ। यसै गरी नेक्स्ट क्वेसनमा हामी जाउँ। विच फाइनेन्सियल स्टेटमेन्ट रिप्रेजेन्ट द एकाउन्टिङ इक्वेसन एज एसेट इक्वल्स टु लाइबिलिटिज प्लस अनर्स इक्विटी। कुन फाइनेन्सियल स्टेटमेन्टले चाहिँ एकाउन्टिङ इक्वेसन जस्तै एसेट इक्वल्स टु लाइबिलिटिज प्लस अनर इक्विटी भनेर रिप्रेजेन्ट गर्छ भनेर भनिएको छ। यसको अप्सनहरूमा ए इन्कम स्टेटमेन्ट, बी स्टेटमेन्ट अफ क्यास फ्लो, सी ब्यालेन्स सिट, डीमा चाहिँ आइदर ए अर बी कुन हुनेछ साथीहरू। इन्कम स्टेटमेन्टले यो रिप्रेजेन्ट गर्छ कि स्टेटमेन्ट अफ क्यास फ्लोले रिप्रेजेन्ट गर्छ, ब्यालेन्स सिटले रिप्रेजेन्ट गर्छ कि अथवा ए अथवा बी दुवै हुनसक्छ। यो 4वटा अप्सनमध्ये एउटा सही अप्सन चाहिँ हजुरहरूले छान्नुपर्ने हुन्छ। यसको सही अप्सन रहेको छ सी ब्यालेन्स सिट। ब्यालेन्स सिटले चाहिँ एसेट इक्वल्स टु लाइबिलिटिज प्लस अनर सिक्युरिटीलाई चाहिँ रिप्रेजेन्ट गर्ने गर्दछ। अब नेक्स्ट क्वेसनमा हामी जाउँ। एक्सपेन्सेस पेड बट नट एक्रुड मिन्स। एक्सपेन्सेस चाहिँ भयो तर यो चाहिँ एक्सपेन्सेस भयो तर यो आर्जित भइसकेको छैन भन्नको मतलब यो कुन एक्सपेन्सेस हुने गर्दछ। यसका 4वटा अप्सनहरू यस प्रकार छन्। क्यापिटल एक्सपेन्सेस, आउटस्ट्यान्डिङ एक्सपेन्सेस, प्रिपेड एक्सपेन्सेस र क्यास। कुन एक्सपेन्सेस हुन्छ त। यो 4वटा अप्सनमध्ये एउटा सही अप्सन छान्नुपर्छ हजुरहरूले, जुन सही अप्सन रहेको छ सी प्रिपेड एक्सपेन्सेस। प्रिपेड एक्सपेन्सेस भनेको अग्रिम भुक्तानी खर्च भनेर हामीले नेपालीमा भन्ने गर्दछौँ। यसै गरी नेक्स्ट क्वेसनमा जाउँ हामी। यो बिचमा हामीले ग्याप गरेका छौँ साथीहरू। तपाईँहरूलाई हाम्रो च्यानल लोकसेवा मन्त्रको भिडियो कस्तो लाग्छ तपाईँहरूले हामीलाई दिने सल्लाह सुझाव प्रतिक्रिया कमेन्टमा लेख्नुहोला। तपाईँहरूको सुझावलाई मनन गर्दै आउने दिनहरूमा तपाईँहरूको चाहना बमोजिमका भिडियोहरू प्रस्तुत गर्नेछौँ र हाम्रो च्यानललाई सब्सक्राइब पनि गर्नुहोला। तपाईँहरूको एक सब्सक्राइब हाम्रो लागि
एउटा ऊर्जाको काम गर्ने गर्दछ। धन्यवाद। हामी नेक्स्ट क्वेसनमा फेरि जान्छौँ। विच फाइनेन्सियल स्टेटमेन्ट रिप्रेजेन्ट्स द एकाउन्टिङ इक्वेसन एज एसेट इक्वल्स टु लायबिलिटिज प्लस अनर्स इक्विटी भनेर भनिएको छ। फाइनेन्सियल स्टेटमेन्टले कुन फाइनेन्सियल स्टेटमेन्टले यो रिप्रेजेन्ट गर्छ भनिएको छ। यसको 4वटा अप्सन यस प्रकार रहेको छ, जहाँ चाहिँ इन्कम स्टेटमेन्ट, स्टेटमेन्ट अफ क्यास फ्लो, ब्यालेन्स सिट, आइदर ए अर बी। यसको सही उत्तर रहेको छ साथीहरू सी, ब्यालेन्स सिट। यसै गरी ट्रायल ब्यालेन्स चेक, ट्रायल ब्यालेन्सले के चेक गर्छ त अनि के पत्ता लगाउँछ? यसको 4वटा अप्सन यस प्रकार रहेको छ साथीहरू। नेचर अफ बिजनेस, भ्यालुएसन अफ क्लोजिङ स्टक, करेक्टनेस अफ द क्यास इन ह्यान्ड, अर्थमेटिकल एक्युरेसी। यो 4वटा अप्सनमध्ये ट्रायल ब्यालेन्सले के काम गर्दछ त, के चेक गर्छ भनिएको छ। यसको सही उत्तर साथीहरूले गेस गरिसक्नु होला। यसको सही उत्तर रहेको छ डी, अर्थमेटिकल एक्युरेसी। विच अफ द फलोइङ इज नट द फाइनेन्सियल स्टेटमेन्ट? विच वान अफ द फलोइङ इज नट द फाइनेन्सियल स्टेटमेन्ट? यो तलको कुन चाहिँ फाइनेन्सियल स्टेटमेन्ट? विच अफ द फलोइङ इज नट द फाइनेन्सियल स्टेटमेन्ट? फाइनेन्सियल स्टेटमेन्ट कुन होइन भनिएको छ, जसमध्ये ट्रायल ब्यालेन्स, फाइनेन्सियल स्टेटमेन्ट, ट्रायल ब्यालेन्स, प्रॉफिट एन्ड लस एकाउन्ट, ब्यालेन्स सिट, फन्ड फ्लो स्टेटमेन्ट। तलका मध्ये फाइनेन्सियल स्टेटमेन्ट कुन होइन भनिएको छ। यो 4वटा मध्ये यसको सही अप्सन हुन्छ, गेस गर्नुभयो होला। यसको अप्सन रहेको छ ट्रायल ब्यालेन्स। ट्रायल ब्यालेन्स चाहिँ 4वटा मध्ये एउटा, जसले चाहिँ फाइनेन्सियल स्टेटमेन्ट होइन। प्रॉफिट एन्ड लस एकाउन्ट पनि फाइनेन्सियल स्टेटमेन्ट हो, ब्यालेन्स सिट पनि फाइनेन्सियल स्टेटमेन्ट हो, फन्ड फ्लो स्टेटमेन्ट पनि फाइनेन्सियल स्टेटमेन्ट हो, तर ट्रायल ब्यालेन्स चाहिँ फाइनेन्सियल स्टेटमेन्ट होइन भनिएको छ है। अब हामी न्यारेसन इज गिभन एट द एन्ड अफ, न्यारेसन चाहिँ कुन कुराको एन्डमा चाहिँ दिइन्छ भनेको छ, जहाँ चाहिँ के हुन्छ भने हामीले के कुराको एन्डमा चाहिँ न्यारेसन दिइन्छ त भन्ने कुराहरू रहेको छ, जहाँ चाहिँ जस्तै फाइनल एकाउन्टको अन्तिममा न्यारेसन, ट्रायल ब्यालेन्सको अन्तिममा न्यारेसन, इच लेजर एकाउन्टको अन्तिममा न्यारेसन, इच जर्नल इन्ट्रीको अन्तिममा न्यारेसन। यो 4वटा मध्ये कुन कुराको अन्तिममा न्यारेसन दिइन्छ भनेको छ। यसको सही उत्तर रहेको छ साथीहरू डी, इच जर्नल इन्ट्री। प्रत्येक जर्नल इन्ट्रीको अन्तिममा चाहिँ न्यारेसन दिने गरिन्छ। जुन न्यारेसन चाहिँ यस प्रकार, जस्तै हामीले विभिन्न तरिकाको न्यारेसनहरू लेख्ने गर्दछौँ, जहाँ चाहिँ जर्नल इन्ट्रीको अन्तिममा भनिएको छ। विच वान अफ द फलोइङ इज एन इक्जाम्पल अफ पर्सनल एकाउन्ट? पर्सनल एकाउन्ट चाहिँ इक्जाम्पल अफ पर्सनल एकाउन्ट कुन हो? कुन चाहिँ इक्जाम्पल चाहिँ पर्सनल एकाउन्टभित्र सम्बन्धित छ भनेर भनिएको छ, जहाँ चाहिँ ए मेसिनरी एकाउन्ट, बी रेन्ट, सी क्यास र डी क्रेडिटर। यो यसमध्ये 4वटा मध्ये चाहिँ पर्सनल एकाउन्टसँग सम्बन्धित कुरा के हो भनेर भनेको छ, त्यो चाहिँ यसको सही उत्तर रहेको छ क्रेडिटर। क्रेडिटर चाहिँ यसको सही उत्तर रहेको छ है साथीहरू। यसरी कस्ट अफ गुड्स सोल्ड परचेज फर द रिसेल इज एन एक्जाम्पल अफ परचेज, रिसेल फेरि बिक्री गर्नको लागि गुड्स परचेज गरेको खर्च चाहिँ के को इक्जाम्पल भनेको छ। यसमा चाहिँ रेभेन्यू एक्सपेन्डिचर, क्यापिटल एक्सपेन्डिचर, डिफर्ड रेभेन्यू एक्सपेन्डिचर, नन अफ एबभ। यो 4वटा मध्ये यसको सही अप्सन रहेको छ रेभेन्यू एक्सपेन्डिचर। यसै गरी इन्सुरेन्स क्लेम रिसिभ अन द एकाउन्ट मेसिनरी ड्यामेज कम्प्लिटली बाई द फायर। फायरबाट मेसिनरी ड्यामेज भयो र इन्सुरेन्सले क्लेम दियो भने यसको आम्दानी चाहिँ केमा देखिन्छ? कुन शीर्षक अन्तर्गत? क्यापिटल रेसिप्ट, रेभेन्यू रेसिप्ट, क्यापिटल एक्सपेन्डिचर, रेभेन्यू एक्सपेन्डिचर। यो 4वटा मध्ये के हुनेछ साथीहरू गेस गर्नु होला। यसको सही उत्तर रहेको छ क्यापिटल रेसिप्ट्स। अ विथड्रल अफ द क्यास फ्रम बिजनेस बाई द प्रोप्राइटर सुड बी क्रेडिटेड टु। विथड्रल अफ द क्यास फ्रम द बिजनेस बाई द प्रोप्राइटर सुड बी क्रेडिटेड टु होइन। अब प्रोप्राइटरले चाहिँ आफ्नो बिजनेसबाट क्यास आफ्नो व्यक्तिगत प्रायोजनलाई झिक्यो भने यस्तो अवस्थामा के क्रेडिट हुन्छ त भनेर सोधिएको छ, जसको सही उत्तरहरू मध्ये 4वटा मध्ये एउटा हुन्छ। ए ड्रइङ एकाउन्ट, बी क्यापिटल एकाउन्ट, सी क्यास एकाउन्ट, डी पर्चेज एकाउन्ट। यसको सही उत्तर रहेको छ साथीहरू
क्यास एकाउन्ट हुने गर्दछ। क्यास एकाउन्टलाई चाहिँ हामीले क्रेडिट गर्ने गर्दछौँ। यसै गरी क्यास बुक इज द फर्म अफ, क्यास बुक चाहिँ के को फर्म हो भनेर भनिएको छ। यसमा लेजरको फर्म हो, जर्नलको फर्म हो, अथवा ट्रायल ब्यालेन्सको पार्ट हो, अथवा अल अफ एबभ, त्यो चारवटै मध्येको एउटा भयो, तिनवटा मध्येको एउटा पार्ट हो, तिनटैको पार्ट हो भनेर सोधेको छ। क्यास बुक के को पार्ट हो, लेजरको कि जर्नलको कि ट्रायल ब्यालेन्सको साथीहरू? यसको सही उत्तर रहेको छ लेजरको पार्ट हो। क्यास बुक भनेको चाहिँ लेजरको पार्ट हुने गर्दछ। यसै गरी विच वान अफ द फलोइङ इज एन एक्सटर्नल, फलोइङ इज एन एक्सटर्नल कजेज फर डेप्रिसिएसन, डेप्रिसिएसनको बाह्य कारण के हुनसक्छ भनेर सोधिएको छ। यसको चारवटा अप्सन यस प्रकार रहेको छ। यहाँ चाहिँ ओभर युज, एबनर्मल अक्युरेन्स, टाइम एलिमेन्ट, अब्सोलेसन्स भनेर भनेको छ। यो चारवटा मध्ये एउटा सही उत्तर के हुनसक्छ भनेको, यसको सही उत्तर रहेको छ अब्सोलेसन्स हुने गर्दछ। थ्याङ्क यू, धन्यवाद। तपाईहरुले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला। आगामी दिनमा पनि यस्तै उपयोगी धेरै कुराहरू लिएर हामी उपस्थित हुनेछौँ। तपाईहरुको सब्स्क्राइब हाम्रो लागि ऊर्जा हो। तपाईले सब्स्क्राइब गर्नुभयो भने हामीले गरेको मेहनत हामीले सार्थक भयो भने ठान्छौँ। हस्, धन्यवाद। थ्याङ्क यू सबैलाई।